ल अहिले चाहिँ र नमस्ते स्वागत छ युट्युब च्यानल दार्जिलिङमा र आज डे 3 को भ्लग लिएर आएको छु र हाम्रो बिहा मनोज धनिसको बिहा चाहिँ 11 मार्चमा छ र आज डे 3 भएको छ। काम गरेको हामीले होइन डेराडुरीहरू डेकोरेसनहरू के छ र आज के कति भयो यो सबै नै म भ्लगमा ल्याउने छु है त है। ल हात जान्छ मोरा त्यस्तो हुन्छ नि त टापु केटाहरू छ जसिलो हुन्छ है म तलको म त सुनको बनको भन्छु एउटा ओइ गराउ प्लेटुको हो प्लेटुको नि म त यतिको हुनुपर्छ हौ अहिले राख्नु दिनु आगापट्टि अलि भइहाल्छ त्यो त पास भाइ अलि उठाउ ओइ टिम चाहिँ त्यहाँ बाटो हेरौँ ठिक्कैको हेरेर राखौँ न। ल मण्डप चाहिँ यहाँ बनिँदैछ भर्खर सुरु हुँदैछ है र के कस्तो हुन्छ होइन र पक्कै पनि डे 4 मा देखाउने छु। ल आज डे 3 मा कति काम गरियो त होइन डेकोरेसनको त्यो अलिकति तपाईँहरूलाई देखाउने छु है। डे 3 मा र यस्तो छ। ल यस्तो छ। यो चाहिँ हाम्रो खाना खाने रुम हो है यो चाहिँ र फेरि यस्तो छ। यहाँदेखि चाहिँ फेरि यता चाहिँ छ फेरि हाम्रो यहाँ चाहिँ डाइनिङ हुन्छ। यो चाहिँ बार होइन चियाहरू विभिन्न प्रकारको यस्तै छ यहाँ चाहिँ है। यो चाहिँ अब हामी भोलि डे 4 मा गर्नेछौँ यसको डेकोरेसन है के कस्तो हुन्छ तपाईँलाई अवश्य देखाउने छु है। ल यस्तो छ। के चाहिँ अहिले गयो काम सकेको थियो नि त। र यहाँ छ फेरि हाम्रो यहाँनिर ल हाम्रो वेटिङ रुम। यो चाहिँ वेटिङ ठाउँ हुन्छ र यहाँ चाहिँ अब अलिकति धेरै मात्रामा होइन मान्छेहरू भइदियो भने चाहिँ हामी यहाँ राख्नेछौँ। यहाँ के राख्छौँ त्यो पनि अवश्य ब्लगमा ल्याउने छु है। र यस्तो छ। र आज डे 3 मा चाहिँ यति काम भइसकेको छ। अब भोलि 10 मार्च होइन र बिहा चाहिँ हाम्रो 11 मार्चमा हो र अब 10 मार्चमा भोलि चाहिँ पुरा टोटली फाइनल काम गर्नुपर्ने हुन्छ के हुन्छ त्यो पनि अवश्य ब्लग ल्याउने छु है। र अब आजको ब्लग चाहिँ डे 3 को चाहिँ यति नै हो है। र फेरि पनि डे 4 को ब्लग लिएर आउने छु है। र आजको ब्लग चाहिँ बाटा चाहिँ बाई बाई।